हेलो एभ्रिवान, आज चाहिँ म अन्डा चिउरा फ्राई गर्न गएको छु। त्यसको लागि गाजर क्याप्सिकम बन्दा रेडी गरेँ। चिउरालाई चाहिँ पहिला सुरुमा सुक्खा फ्राई गरेँ। फ्राई गरेर राखिसकेपछि कराई बसालेर तेल तताएँ। तेलमा चाहिँ प्याज अनि हरियो लसुन अनि भिजाएको चना राखेर चाहिँ फ्राई गरेँ। अनि फ्राई गरिसकेपछि क्याप्सिकम राखेर फ्राई गरेँ। क्याप्सिकम पछि फेरि गाजर राखेर फ्राई गरेँ। गाजर राखेपछि थोरै फेरि बन्दा राखेर फ्राई गरेँ। तीनवटै भेजिसहरू राखेर चाहिँ बिस्तारै फ्राई गरेँ। अनि थोरै गलिसकेपछि अनि त्यसमा थोरै बेसार अनि जिराको धुलो अनि थोरै खुर्सानीको धुलो, हामी चाहिँ खुर्सानी खाँदैनौँ, त्यही भएर थोरै धुलो राखेँ। अनि नुन राखेर चाहिँ त्यसलाई चाहिँ मिक्स गरेँ। अनि मिक्स भइसकेपछि अनि हल्का गलिसकेपछि त्यसमा चाहिँ अनि चिउरा भुटेर राखेको थिएँ पहिले त्यो सुक्खा चिउरालाई फेरि राखेर चाहिँ अनि मिक्स गरेपछि अम्लेट बनाएर राखेको छु। त्यसलाई चाहिँ अनि मसिनो पारेर काटेर अनि माथिबाट राखिदिएँ। अनि थोरै धनियाँ पनि राखेर यसरी चाहिँ चिउरा फ्राई चाहिँ मेरो रेडी भयो। हजुरहरूले कसरी बनाउनुहुन्छ?